मै हो प्रधानमन्त्री को हो त प्रधानमन्त्री बालेन शाह त्यस्ता जस्तो दुईजना मेयरहरू काठमाडौँको मेयर बालेन शाह धरानको यो बुझ्नु भयो मेयर हर्का साम्पानको यो बुझ्नु भयो भने मैले बुझेँ यो तर सरकारी कुरा गरेर तपाईले के भन्नुभयो थाहा छ मसँग भन्नुभएको छ अन्तर्वार्तामा म बालेन शाहसँग सरकारी हो मिलेर जान्छु भनेर प्रस्ताव गर्ने तपाईले होइन मैले उहाँलाई जेनजी आन्दोलन भन्दा अगाडि कहिले विरोध गरेको थिएँ तर जेनजी आन्दोलन पछाडि त उहाँले मैले चिने त्यो जेनजी आन्दोलन चिने जेनजी आन्दोलन पछाडि उहाँले गर्दाखेरि नै त्यत्रो आन्दोलन भयो त्यो आगजनी भयो अनेक भयो उहाँले तपाईँको चाहिँ दमकलसम्म पठाउनु भएन अरे भन्ने कुराहरू सुनिन्छ होइन उहाँ कस्तो खालको मान्छे रहेछ भन्ने कुरा बुझ्यौँ यत्रो अन्त्येष्टि भयो मान्छे होइन म यहाँनिर तपाईँको रोएँ पनि यहाँ आएर है प्रधानमन्त्री पाएन भनेर रोयो के अरे तपाईँको रोयो चुनाव पछाडि त मै हो प्रधानमन्त्री को हो त प्रधानमन्त्री त्यस्ता मलाई कुरा छोडिदिनुहोस् यता सुन्नुहोस् कुरा नगर्नुहोस् है त्यत्रो जेनजीको तपाईँको चाहिँ अन्त्येष्टिसम्ममा तपाईँको नजाने मान्छे नै होइन रहेछन् त नि मान्छेहरू त होइन अनि त्यस्तो मान्छे प्रधानमन्त्री बन्ने कसले बनाउने प्रधानमन्त्री नेपालीले बनाउने कि विदेशीले नेपालीले चाहिँ अर्को साम्पाङलाई बनाउनु खोजेको छ नेपालीले त्यसो चुनाव पछिको प्रधानमन्त्री अर्का साम्पाङ प्रधानमन्त्री अर्को साम्पाङ को हो त तपाईँलाई सोध्छु को हो तपाईँले भन्नु नि त को हो तपाईँले भन्नु नि त को तर अरू दल पनि छन् शेरबहादुर देउवा केपी शर्मा ओली प्रचण्ड फेरि प्रधानमन्त्री बन्न चाहन्छ नेपालीलाई सोध्नु नै नेपाली जनतालाई सोध्नु